घरमा को हुनुहुन्छ होला? मौसु भाइ अनि के हेरेर त माइकलाई बोला न। अहिले यस्तो के गान्छु नि त यस्तो के गान्छु नि त लुक्स देखेर थाहा भएन घरबाट नै म हो ए रुम चाहिएको थियो? एउटा खाली छ अब हुन्छ एडभान्स पे गर्ने पहिले ए, ल ल भयो ल घरबाट बा हजुर के डाल्नु भयो? यो चाहिँ कोठा भाडामा बस्ने लागि नियम टासेको बाबु अनि हिजो त केही पनि भन्नु भएन त। यो पैसा लिनु भन्दा अगाडि केही भनेको छैन बाबु यो चाहिँ भोलिपल्टबाट लागु हुने नियमहरू हो ल बाबु यसरी नियमहरू पढाउ त अनावश्यक पानी खोल्न पाउने छैन, राति घर आउनु पाउने छैन, दिउँसो पनि घर आउनु पाउने छैन। नाइट ड्युटी गरेर दिउँसो त घर आउनु पाउनु पर्यो नि मैले। त्यो तिम्रो समस्या हो बाबु अरू पढाउ केटी ल्याउनु पाउने छैन, राति बत्ती बाल्न पाउने छैन। घरबेटी बा यो त जेलमा भन्दा कडा नियम हो त होइन। खासमा मैले सजिलोसँग गर्नु पर्ने चाहिँ के हो? पेमेन्ट सजिलोसँग घरबाट तिर्नु मिल्छ बाबु ल घरबाट तिर्नुपर्छ कमाउनु गयो होला बाबु एक्सक्युज मी, हजुर रुम खाली होला? भर्खर एउटा रुम खाली भयो आउनु ल पेमेन्ट ल सिधा दाहिने गरेर दिएपछि है त ल ल ल ए घरबेटी बा मेरो रुममा त यो बसिरहेको छ त। अनि त्यो नाइट ड्युटी भने नि त दिनभरि मेरो कोठा खाली हुन्छ त्यो भएर दिनभरि यसलाई दिएको मैले डेकेसन होइन बाबु घरबेटी हो कस्तो घरमा कोठा लिएको के लुगी लुगी आउनु पर्ने। त्यही भने आफ्नो भएको गर्लफ्रेन्ड पनि छैन भने रुम लिनु परेको छ। घरबाट त छुँदै छ क्या बाबु कहाँ चाहिँ यहाँ मात्रै हो नि अनुहार हेर्दा ठग छ देखिन्छ। अनुहार मसँग मिल्छ कि हेर त क्या हो गर्लफ्रेन्ड छैन भन्दै त कहाँ गर्लफ्रेन्ड हुने बहिनी हो मेरो। बहिनी हो त्यसो भए बहिनीलाई अगाडिपट्टि कोठा राख्ने कुरो बिस त्यो रुम कसो हो? मेरो अनि म कहाँ बस्ने? त चाहिँ उता गौथलीले गुड लाग्छ ती बस रुबिस बहिनी खास नुहाउनु मात्रै आयो कि? नुहाउनु मात्रै आयो नुहाउनु मात्रै उसलाई माथि पठा त्यो बाथरुम कसो? मेरै हो अनि म चाहिँ कहाँ गर्नु नुहाउनु? त सुन्दरी जलमा गएर टक नेचुरल वाटरमा नुहाएर आयो भइहाल्यो नि अस्ति भने तँलाई अनावश्यक रूपमा पानी युज गर्न पाइँदैन भनेर त्यसो कहाँ गर्नु पाइन्छ? बहिनी छोड मिल्दैन एक्लै। बहिनी हो भने तुरन्त यी ढोकामा भाइटिकालाई अनि मात्रै सिन्दिन्छु तिमीलाई म बहिनी छैन होइन म यस्तो गर्लफ्रेन्ड हो। गर्लफ्रेन्ड त मलाई झुक्काउनु खोज्ने यो घरको सरकारी नियम तोड्नु खोज्ने यस गरी म झोला बाहिर ल्याइदिन्छु यतैबाट बाटो लाग्ने तिमीलाई चाहिँ आउनु मन लाग्छ नि भित्र पनि त्यसो भने कहाँ हुन्छ? पैसा चाहिन्छ मेरो। म सहकारी मलाई जतिखेर मलाई त्यतिखेर पैसा दिनलाई त्यसो भने कहाँ हुन्छ? कोठा छोड्नु भन्दा एक हप्ता अगाडि भन्नुपर्छ। यस्तै इमर्जेन्सीमा कहाँ कोठा भन्ने मैले? हामी चाहिँ जाउँ। मलाई तेरो कोही छ कि ज्येष्ठ मासे पर स्त्री तस्य बुढो नजीवते जय